यहाँहरु सबैले आजको टिथ एपिसोडमा चाहिँ वेलकम छ। अनि जस्तै पछिल्लो भिडियोमा चाहिँ एकदमै धेरै दाँत सम्बन्धी चाहिँ कन्फ्युज हुनु भएकोले गर्दा म यो भिडियोको सहायताबाट हजुरलाई क्लियर बनाउने कोसिस गर्नेछु है त। ओके, ब्रिटिश गोर्खा आर्मीको र सिङ्गापुर गोर्खा पुलिसको चाहिँ पछिल्लो क्राइटेरिया अनुसार चाहिँ भित्रको रिक्रुटमेन्ट टिमले चाहिँ कस्तो चाहिएको छ भने फ्रन्ट माथिको 4 वटा र मुनिको 4 वटा अल टुगेदर 8 वटा दाँत चाहिँ मस्ट बी ओरिजिनल, भनेको मतलब त्यो फुटेको हुनु भएन, त्यो ड्यामेज हुनु भएन, त्यो क्याप हुनु भएन, त्यो चाहिँ नेचुरल दाँत चाहिन्छ। तर त्यो चाहिँ फेरि के छ, इनकेस बिग्रेकोहरू छ भने नि ब्रेस लाएर टाइममै डेन्टलमा गएर बनाउन सक्नुहुन्छ। र तर त्यस पछाडिको चाहिँ 2टासम्म दाँत चाहिँ फल्टहरू एक्सेप्टेबल छ। जस्तै त्यो 4 वटा बाहेकको पछाडिको बाङ्गारामा होस्, चाहे यतापट्टिको त्यो कुकुर दाँतहरूमा होस्, भन्छ नि त्यो सबै दाँतहरूमा चाहिँ तपाईँलाई चाहिँ 2टासम्म पनि एक्सेप्टेबल छ। तर त्यो 2टा दाँत चाहिँ कस्तो एकदमै धेरै किराले खाएको भए पनि एक्सेप्टेबल भयो, ग्याप भए पनि अब एक्सेप्टेबल छ, इभन क्याप भए पनि एक्सेप्टेबल छ, इभन आरसिटी गरेकोहरू दाँत पनि त्यसमा चाहिँ फल्टको रूपमा लिइन्छ। त्यसले गर्दा 2टा दाँतसम्म चाहिँ हजुरहरूलाई एक्सेप्टेबल छ। तर बाँकीको अगाडिको 4 वटा अनि तलको र माथिको दाँत चाहिँ ओरिजिनल हुनुपर्छ है त।